हेलो एभ्रिवान वेलकम टु माई बिन्ता ब्लग अफिसियल तपाईहरुलाई स्वागत छ मेरो न्यू डे न्यू ब्लगमा गाइस हामी चाहिँ थान गएका छौं सक्नुहुन्छ सक्नुहुन्छ गंगा जमुना उता दुई जना अनि हामी चाहिँ गइरा छौं साँझ राति दिन थारुमा साँझ राति दिन भन्छ अनि हिजो चाहिँ मैले भ्लग गर्न पाइन आज भ्लग गरे भोलि पनि गर्ने छु यही जाँदै गर्दै हेराउँछु अहिले एकछिनमा देखाउँछु गाइस हामी चाहिँ गइरा छौं यहाँ सक्नुहुन्छ म एकछिन भिडियो गर्ने छु यहाँ पछाडि दुईजना अनि उता थाहा छ देखेको छैन गाइस म चाहिँ आइसकेँ थानबाट अनि म चाहिँ भोलि ब्लग कन्टिन्यू गर्नेछु आजको लागि द नेक्स्ट डे भिडियो गाइस तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो नेक्स्ट डे भिडियोमा गाइस आज हामी रिजल्ट हेर्न गइरा छौं आज हाम्रो रिजल्ट हो अनि हिजोको मैले थोरै मात्र ब्लग गर्न पाएँ अनि आज रिजल्ट हेर्न जाँदै ब्लग गर्छु यति थोरै अनि साथीहरुलाई पनि देखाउँछु आयो भने गाइस हेलो एभ्रिवान वेलकम ब्याक टु माई बिन्ता ब्लग अफिसियल तपाईहरुलाई स्वागत छ मेरो न्यू डे न्यू गाइस अहिले चाहिँ एकछिनमा चाहिँ हामी दियो बाल्न जान्छौँ थान अनि अहिले चाहिँ म दियो बनाउन आँटेको अनि त्यहाँ माटो छ मैले चाहिँ दियो बनाएको छ म बनाउँदै तपाईहरुलाई देखाउँछु दियो बनाइसके दियो बनाउँदा भिडियो गर्न पाएन अनि म चाहिँ जाँदाखेरि भिडियो कन्टिन्यू गर्ने छु है गाइज मैले चाहिँ दियो बनाउँदाखेरि भिडियो लिन पाइनँ यो चाहिँ मैले बनाएको दियो गाइज कस्तो छ भनिदिनु होला कमेन्टमा अनि यहाँ छ गाइज एकछिन म जाँदाखेरि भिडियो कन्टिन्यू गर्छु सपोर्ट गरिदिनु होला सबैजनाले अनि भोलि चाहिँ मेला फर्स्ट मेला है भोलि चाहिँ सबभन्दा सुरुको मेला अनि सबैजनालाई एडभान्समा ह्याप्पी न्यू इयर अनि भोलि पनि ब्लग कन्टिन्यू गर्ने नै छु हेर्न सक्नुहुन्छ तपाईहरुले मैले भनेको थिएँ अघि तपाईहरुलाई जाँदाखेरि भिडियो कन्टिन्यू गर्नेछु भने नि यहाँ हामी चाहिँ गइरा छौं गंगा कि जमुना चाहिँ तू गंगा कि जमुना खाएको त हाय गाइस गाइस जाँदाखेरि भिडियो गर्नेछु ल मैं पूछता तो लैंग्वेज करनी के बना दिल को सनी के रिसा हाय गाइस त्यहाँ सकाएर गरे अब म उता गएर भिडियो गर्ने छु त्यहाँ चाहिँ हेर्न सक्नुहुन्छ गाइस दियो बालिरहेछन् अरू जनाले मैले चाहिँ छिटो बालिसकेँ त्यहाँ चाहिँ अनिसा हेर्नु नै भयो अनि त्यहाँ हिँड्छ अनि मैले तपाईँ त्यहाँ देखाएको थिएँ हेर्नु है अनि म चाहिँ दियो बालेर थोरै भिडियो गराएको थिएँ हेर्न सक्नुहुन्छ कति राम्रो देखिरहेको छ क्या दियोले नै आगोले भन्छु दियो बालेर कति राम्रो देखियो कति उज्यालो देखिरहेको छ क्या अनि मैले चाहिँ थालमा चामल अनि पानी हालेर टिङमा फ्यालेको रास्तामा एकजना भाइको माथि चाहिँ झऱ्यो त्यो भाइ बोलिरहेछ अनि म चाहिँ कालो देखिरहेको छु भनेर मैले आफ्नो देखाएको यहाँ चाहिँ सुरज हाम्रो क्लासमेट अनि त्यसै पनि देखाइरहेको थिएँ हेर्नु त अनि शिवानीलाई पनि देखाएँ हेर्नु त सबैजना कालो देखिरहेको छ कसलाई देखाउनु शिवानी चाहिँ के बोलिरहेको छ सुन्नु ल फेन कता गाइस मलाई नि केटा पठाइदिनु मेलामा गाइस शिवानी चाहिँ मेलामा केटा पठाइदिनु भन्दै थिएँ अनि म चाहिँ गइरहेको थिएँ हेर्नु अनि मैले चाहिँ भोइस सुन्न त्यहाँ चाहिँ मैले देखाएर त्यहाँ पनि गइरहेको थिएँ मैले चाहिँ थोरै दियो ल्याएको थिएँ अनि मैले म त्यहाँ गइनँ अनि त्यति हेर्न सक्नुहुन्छ शिवानीले के बोलिरहेको छ ल सुनौँ ल है गाइस सपोर्ट गरिदिनु होला कन गाइस अब चाहिँ हामी गइरहेको छौँ अनि ओए देख त सबका देखना पर्दे क्या भाइरल कर दे हाँ तो हम तो बारे फरा हमर सब घर गाइस हामी चाहिँ घर गइरहेको छौँ हेर्नु तपाईहरुले आउनु बोल्छ नि त बोलाइ चाहिँ ओए थाल बजे त गाइस चाहिँ पैसा के गर्दै गएको थिएँ मलाई थाहा छैन डिस्कसन गर्दै गइरहेको थिएँ अनि यहाँ मैले चाहिँ देखाएको थिएँ म कस्तो देखिरहेको थिएँ क्या लाइट बालिरहेको थिएँ त्यसले चाहिँ थाल चोक्टाइ क्या बजाउँदै हेर्नु त दिमाग नभएको मान्छे पनि त्यस्तै हो क्या गाइस अनि सबैजना हाँसिरहेको थिएँ क्या अनि मैले भोइस ओभर गरेको त्यसरी मैले भोइस ओभर किया मलाई चाहिँ भोइस ओभर गर्न एकदम राम्रो लाग्छ गाइस अनि म चाहिँ अहिले 8:28 मा भोइस ओभर गरिरहेको छु अनि एकछिनमा हाल्छु अनि भोलि फेरि ब्लग गर्ने नै छु यिनीहरू गएर चाहिँ हेर्नु त म कस्तो पारा देखाइरहेको छु क्या अनि मैले किनकि
लाइट बालेर गर्न भन्छ कस्तो हो कालो देखिन्छ मैले लाइट बालेर गरेको नि कस्तो कालो देखिरहेको थियो कालो भन्दा कालो होइन क्या लाइट बालेर गरेको नि कालो देखिएन कस्तो भोइस ओभर गर्दाखेरि चाहिँ भोइस ओभर गर्दा भन्छु क्यामेरा यता फर्किँदाखेरि चाहिँ मेरो आँखामा लाग्छ क्या त्यसैले मैले आफूलाई धेरै देखाएको छैन है के शिवानी मटक गएर चाहिँ क्या उता हेर्नु दुईजना गएर चाहिँ नहराइसक्यो तिनीहरू त आफै के गफ गर्दै उता पछाडि एन्जल आइरहेको थियो शिवानी के बोलेको छौँ है बा गफ गर्दैन भाइ चाहिँ ओइ हेप्ली खाली बजा गयो उ खाएको त खाली बजा गर्छ रे मगा देखाउँछ गाइस घर बनाउँछु के के गर्नु छ अगाडि देखाउँछु ले गुराले त राख त गाइ मलाई के गाइ ल्याउ माग्ने जोमा कितना लेट जा रहे हो अरे ओए कति गेलो बे गोंगा की जबना गोंगा की जबना गाय जी बोला किन पर्छ गाय बोला गाय जी मलाई दिनु गाय जान गाय एले चाहिँ चुप गाय जी एले चाहिँ गाय बोला केटा कसरी थुर रहन्छु गाजा के था गाजा पुरा बोलेको भने पुरा गाई यहाँ पूजा भएर छाउनु खिर मासु मन परे कमेन्टमा भनिदिनु बोल कलुवा लोग घर जान लागेको तपाईहरु भोलि फेरि म भ्लगमा आउने नै छु बेनतिर आउनु है बिन्ता बेन भन्ने आउने नै छु भन्दै तिमीले बाइ गरे बाइ 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 हाय हेर्नु जग्गा म चाहिँ पछाडी छु म पनि भागेको ल म पनि घर गएको अब घर पनि यो केटीहरु मोटक लडिरहेछ है लड्छ के मोटक भने मोटक पापर छिट्छ चुप लगे दिमाग नै हो ले गाई छ घर भाग छु भाग के पनि तर गाई मलाई के
अनिसा बाई 76 मात्र गाइज हामी पनि गयौँ आइज बेला पनि बाई मेरो पनि घर पुग्यो अब भोलि भिडियो कन्टिन्यू गर्नेछु बिदा गरे अब सानले बिदा गर्ने तँ पनि बाई घर सकेको बाई बाई आजको लागि यति मात्र